नमस्कार, सेवापाटी समाचारमा हार्दिक स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। महावीर पुनको माग पूरा, अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको 1% बजेट विनियोजन। गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभियान हो, राष्ट्रपति पौडेल। प्रदेश र स्थानीय तहमा करिब 6 खर्ब रकम जाने। बजेटको आकार 21 खर्ब 24 अर्ब 34 करोड। रासायनिक मल खरिद गर्न 32 अर्ब 46 करोड बजेट विनियोजन। ऊर्जा क्षेत्रमा 85 अर्ब 54 करोड बजेट विनियोजन। महिलाका लागि ब्लू बस सेवा सञ्चालन गर्ने घोषणा। मेड इन मधेस समृद्ध प्रदेशको नारा सहित मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनिक। सरकार झुकियो, गरिब हटाएर समस्या समाधान हुँदैन, गगन थापा। बजेट आयकर छुट सीमा 10 लाख। इरानले जित्यो काबा महिला भलिबलको उपाधि। ऋषभ पन्तले छोडे लखनऊ सुपर जायन्ट्सको कप्तानी। बजेट आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।